नेपालकै सबैभन्दा उत्तम फेस्टिभल हो पढेको थियो नि त अहिले ठिकै हो केटाहरूलाई पाइयो नि त दिस इज द प्लेस भाइ यो ठाउँको नाम के हो नेपालको सबैभन्दा होचो हो के रहेछ भाइ केही रहेछ नि यहाँ देख्दैन एकदम मोटो ठाउँ अरे कस्तो आयो हेलो हेलो हामी चाहिँ अहिले यहाँ सबैभन्दा नेपालको होचो ठाउँ यसलाई के भन्छ नाम भनिदिनुहोस् त केचना हुने ठाउँमा छौँ हामी यहाँ चाहिँ हाम्रो यो कमलको फुल चाहिँ एकदम गहिरो ठाउँ भनेर चाहिँ किल्ला गाडेको अरे यहाँ यस्तो राम्रो छ आउनुपर्ने एकदम यहाँ पानी हेर्नै पर्ने कमलको फुल हेर्नु मन लाग्यो भने चाहिँ दलदल इलाका यहाँ रहेछ है ग्रासल्यान्ड ट्याकको होइन दामी छ फुल यसैमा ल तिमीले देख्छौ हेलो 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 गाइस अहिले चाहिँ हामी कचौँमा छौँ यो चाहिँ नेपालको सबैभन्दा होचो ठाउँ माछाको आकृति पनि रहेछ यस्तो छ यहाँ दलदल इलाका अब्बै दलदल यस्तो छ यहाँ चाहिँ एकदम वरिपरि घाँसै घाँस छ धानै छम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्रे तिमी फुल झै शीतल तिमी जुन झै ट्रेनको लिक रहेछ भाइ पर्ख ल त्यो ट्रेनको लिक रहेछ त्यो पुल पनि किचन कपाल यस्तो छ है छम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्रे तिमी फुल झै शीतल तिमी जुन